युवाहरूको बलि चढाएर कुनै पनि देश विकसित हुँदैन। नेपालले सबभन्दा धेरै के निर्यात गर्छ थाहा छ? चिया, कफी, जडीबुटी होइन, मानिस। पछिल्ला केही रिपोर्टहरूले नेपालको एउटा कठोर चित्र देखाएका छन्। जापानमा पछिल्लो 10 महिनामा 67 नेपालीको मृत्यु भयो, जसमध्ये 25 जनाले आफ्नो ज्यान आफै लिएका थिए र धेरै जसो विद्यार्थी भिसामा गएका थिए। यो केवल जापानको मात्र कथा होइन। वर्षेनी झण्डै 1000 नेपाली श्रमिक विदेशमै मर्ने गरेको रिपोर्टले उल्लेख गरेको छ र अस्ट्रेलियातर्फ पनि कथा उस्तै छ। नेपालमा एउटा विश्वास छ, विदेश पुग्यो भने जीवन बन्छ। सायद त्यही विश्वासले होला प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भरि भराउ हुन्छ। घर बेचिन्छ, जग्गा धितो राखिन्छ, ऋण लिइन्छ, किनभने सबैलाई लाग्छ अब त जिन्दगी बदलिन्छ। र एउटा कुराको बारेमा हामीले कमै सोच्छौं, त्यो जिन्दगी बदल्न गएको मानिस भित्रभित्रै कस्तो युद्ध लडिरहेको छ। नेपालको अर्थतन्त्र ठूलो मात्रामा रेमिटान्समा टिकेको छ। देशको जीडीपीमा 25% भन्दा बढी भाग रेमिट्यान्सकै छ र हरेक दिन लगभग 1500 नेपाली कामको लागि विदेशिने गरेका छन्। अर्थशास्त्रमा यसलाई डच डिजिससँग तुलना गर्ने गरिन्छ। अर्थात् जब बाहिरबाट पैसा लगातार भित्रिन्छ, देशको उत्पादन, म्यानुफ्याक्चरिङ र दीर्घकालीन रोजगारी कमजोर पर्न सक्छ। पैसा आउँछ तर इकोनोमी भित्रभित्रै कमजोर हुँदै जान्छ। सायद हामीले विदेश पुग्नुलाई नै सफलता मान्न थाल्यौं। नेपालमा बसेका परिवारको सपनाको बोझ लिएर विदेशिनेहरूको पीडाको कमै मात्र चर्चा हुन्छ। समस्या विदेश होइन, तर विदेशलाई नै हामीले सफलता र विकासको अन्तिम परिभाषा बनायौं। जब एउटा देशको युवाको सबैभन्दा ठूलो एस्पिरेसन, ड्रिम भनेकै देश छोड्नु बन्छ, यो आर्थिक मात्र समस्या होइन, यो समाज कस्तो बन्दैछ भन्ने प्रश्न हो र यो राजनीतिक मुद्दा पनि हो। दिन प्रतिदिन आत्महत्याको संख्या बढिरहेको छ, डिभोर्सको संख्या बढिरहेको छ। रेमिट्यान्सले समृद्ध बन्ने, विकसित बन्ने सपनामा हामीले धेरै कुरा गुमाउँदैछौँ।